सो हे गाइज वेलकम ब्याक टु माई डेली न्यू ब्लग। आजको ब्लगमा तपाईहरुलाई स्वागत छ। आज म जान लागिरहेको छु लड्डु बनाउन। हामी चाहिँ सानसानो हुँदाखेरि दाइहरुले लड्डु बनाएर हामीलाई खुब रिगाउन दिनुहुन्थ्यो अनि आज चाहिँ आफैले बनाउँछु भनेर ट्राई गर्दै छु। हेर्दै गर्छु त गाइज लास्टसम्म मैले कस्तो चाहिँ लड्डु बनाउँछु भनेर। अनि म पनि जान्छु खोडा सोडा बोकेर एउटा काठ काट्नको लागि। फाइनली मैले बनाउने भनेको लड्डुको लागि काठ पनि भेटाइसके। यो चर्को घाममा गाइज काठ खोज्नलाई कहाँ पुगे। फाइनली एउटा काठ भेटे, यसलाई नै काटेर लिएर जान्छु। अनि मैले चाहिँ त्यो काठमा भएको घाँसैसित लिएर गएको थिएँ अनि घर गएर पाठापाठीलाई त्यो घाँस हाल्दिएको त कस्तो मजाले खाइराखे हेर्नु न। अनि मैले बनाउने भनेको लड्डुको लागि यत्रो काठ चाहिँ इनफ हुन्छ गाइज, हैन यो पनि धेरै हुन्छ। अझै को लड्डु बनाउन आउँछ गाइज कमेन्ट गर्नु होला है। अनि सानसानोमा कसले लड्डु बनाएर रिगाउनु भयो त्यो पनि कमेन्ट गर्नु होला है गाइज। हामी चाहिँ टन्ने केटाहरू मिलेर लड्डु बनाएर क्या मजाले रिगाउँथ्यौं। लड्डु बनाउनको लागि काठ खुर्किदिन्थ्यो थिए, आँसी नै फुत्किदिरा। गर्मीले औडा भइराखेको बेलामा त्यही माथि फेरि आँसीको बिड भो फुस्किन्छ। ओहो अब यसलाई यत्तिकै छोडेर मात्रै त भएन। अब फेरि यसलाई ठ्याकठुक पारेर जोडेर म फेरि लाग्छु लड्डु बनाउनुतिर। अब आँटिसकेको काम यत्तिकै बिचमा छोड्न त भएन नि, हैन र गाइस। त्यसपछि मैले आँसी जोड जाड पारे र लड्डुको लागि ठिक्क पुग्ने मैले काठको टुक्रो पनि निकाले। यत्तिकैमा काम कहाँ सकिन्छ र गाइस। टुक्रो पनि निकाले त अब यसलाई फेरि फिनिसिङ दिन परिहाल्यो। फिनिसिङ दिनतिर पनि लाग्छु। लड्डु बनाउँदाखेरि चाहिँ सबैभन्दा गाह्रो काम भनेको चाहिँ यही हो गाइस है। फिनिसिङ दिँदा दिँदा कति बेला उम्ला काटिन्छ थाहै हुँदैन के। हामीले पनि सानसानोमा आफैले ट्राई गर्दाखेरि कतिचोटि उम्ला काट्यो गाइस। त्यही भएर मैले भनेको यो कुरा चाहिँ कसले गाउँमा बसेर लड्डु बनाउँदाखेरि हात काट्यो गाइस कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला है। फाइनली मैले बनाएको लड्डुको लुक्स चाहिँ यस्तो निस्क्यो गाइस। अझै यसलाई फिनिसिङ दिन बाँकी नै छ। मलाई लड्डु बनाउन चाहिँ आउँदैन गाइस। यो चाहिँ मेरो फर्स्ट ट्राई हो। हेर्दै गर्नु होला गाइस मैले लास्टसम्म कस्तो चाहिँ बनाउँछु भनेर। अनि देख्न सक्नुहुन्छ गाइस मैले बनाएको लड्डुको फाइनल लुक्स चाहिँ यही नै हो। यसको नाम चाहिँ ठाउँ ठाउँ अनुसार फरक हुँदो रहेछ गाइस। हामीले चाहिँ लड्डु भन्थ्यौं अन्त चाहिँ भुरुङ भन्दो रहेछ। अनि तपाईहरुकोतिर चाहिँ यसलाई के नामले चिन्नुहुन्छ कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला है। अनि मैले अब लड्डुमा गाड्नको लागि काँटी काटेर रेडी पनि पार्छु। अनि यो लड्डुमा चाहिँ काँटीले हामीले उल्टे पारेर चाहिँ आधी भन्दा बढी गाड्नु पर्ने हुन्छ। त्यसको लागि चाहिँ लड्डु र काँटीको साइज पनि मिल्न पर्ने हुन्छ। मैले बनाएको यो लड्डुको लागि चाहिँ यो काँटीको साइज चाहिँ एकदम पर्फेक्ट छ। यो लड्डुमा काँटी छिराउँदाखेरि चाहिँ एकदम सिधा पारेर छिराउनु पर्ने हुन्छ है, नत्र भने लड्डु रिग्दैन के। फाइनली मैले बनाएको लड्डुको लुक्स चाहिँ यस्तो आएको छ गाइस। काँटी साटी हालिसकेपछि कस्तो भन्छ कमेन्ट गरेर नबिर्सिनु होला है। अनि जुत्ताको तुना सुना खोजेर लड्डु रिगाएको रिग्दैन त। हुन त मेरो फर्स्ट ट्राई भएको भएर नरिएको हो गाइस। सेकेन्ड ट्राईमा चाहिँ अलिअलि रिग्छ। यति अलिअलि रिग्दा पनि गाइस क्या खुसी लागिराखे। अब आफैले मेहनत गरेर बनाएको नि त। अनि फेरि थर्ड ट्राई गर्छु। थर्ड पारीमा चाहिँ फेरि अलि धेरै रिग्दिरहेको गाइस। हेर्नु न कस्तो मजाले रिगिरहेको छ। लड्डु रिगाउनको लागि चाहिँ धागो बेर्न पनि आउन पर्छ है गाइस। देख्न सक्नुहुन्छ मैले कसरी धागो बेर्छु भनेर। अनि धागो सागो बेरेर मैले फेरि लड्डु रिगाउन लाग्छु। देख्न सक्नुहुन्छ गाइस यो पाली पनि मैले लड्डु क्या मजाले रिगाइदिन्छु। अनि लाइफमा आफैले फर्स्ट टाइम बनाएको लड्डु गाइस यसरी रिग्दाखेरि चाहिँ क्या मजा आइरहेको थियो। अनि फेरि पनि ट्राई गर्छु म लड्डु रिगाउनको लागि। यसरी एक्लै लड्डु रिगाउँदाखेरि चाहिँ गाइस आफू सानो हुँदाखेरिको याद आइरहेको थियो। सबै केटाहरू आँगनमा बसिन्थ्यो अनि सबैको हातमा एक कुन्टा लड्डु हुन्थ्यो। अनि एकले अर्काको लड्डु फुटाल्ने च्यालेन्ज गरिन्थ्यो गाइस। यस्तो कसले गर्नुहुन्थ्यो कमेन्ट गर्न नबिर्सिनु होला है। अनि आजको लागि यति नै गाइस। थ्यांक यू फर द वाचिङ। सी यू इन द नेक्स्ट भिडियो। अनि यस्तै कन्टेन्टहरु हेर्नको लागि मलाई फलो एन्ड सब्स्क्राइब गर्न नबिर्सिनु होला है।